एका समयको कुरा हो। विवादपुर देशका एकजना राजा र उनकी रानी रात्रिको भोजन पश्चात आफ्नो दरबारको आराम कक्षमा विश्रामसँगै प्रेमालाप गरिरहेका थिए। त्यही बेला छेउकै जंगलमा कुनै शिकारी जनावरले एउटा मृगको शिकार पश्चात मृगको जोरसँगको चित्कारको आवाज आयो। मृग पीडामा चिच्याइरहेको थियो। आवाज सुनेर राजाले भन्नुभयो, रानी सुन त, जंगलमा सिंहले मृगको शिकार गरिरहेको छ। रानी समझदार थिइन्। उनले त्यो शिकारी जनावर को हो भन्ने कुरा बुझिसकेकी थिइन्। त्यसैले उनले भनिन्, होइन महाराज, यो त सिंहले नभएर एउटा ब्वाँसोले मृगको शिकार गरिरहेकोले मृग पीडामा चिच्याएको आवाज हो। राजाले पुनः आत्मविश्वासका साथ जोड दिएर भन्नुभयो, होइन रानी, त्यो शिकारी त सिंह नै हो। रानीले पनि आफ्नो कुरामा अडिग हुँदै भन्नुभयो, राजन, शिकार त ब्वाँसोले नै गरिरहेको हो। यही कुरामा राजा रानी दुवैले आफ्नो अडान कायम राखे। एकैछिन अगाडिको राजा रानीको प्रेमालाप एउटा जनावरको आवाजले अब वादविवाद हुँदै राजा रानी दुवैको प्रतिष्ठासम्म पुग्यो। राजा रानीमा झगडा जस्तै भयो र अन्तमा दुवैजनामा एउटा सम्झौता भयो। यदि त्यो शिकारी सिंह हो भन्ने पुष्टि भयो भने रानीले सदाका लागि त्यो महल र राजपाट छोड्ने, र यदि त्यो शिकारी ब्वाँसो रहेछ भने राजाले महल र राजपाट छोड्ने। कुरा सामान्य थियो, दुवैको आत्मविश्वासको थियो र दुवैको आत्मसम्मानसँग गएर जोडियो। दुवैजना आफ्नो निर्णयमा दृढ भए र नतिजा स्वीकार्न तत्पर भए। राजाले तत्काल सिपाहीलाई बोलाउनु भयो र जंगलमा गएर त्यो शिकार गरिरहेको जनावर सिंह वा ब्वाँसो के हो चिनेर आउन हुकुम दिनुभयो। राजाको हुकुम पाएर सिपाहीहरू जंगलतिर गए। यता अब रानी र राजा एक अर्कासँग कुराकानी नै नगरी रिसाएर बसे। रानी राजाभन्दा अलि बढी समझदार थिइन् र केही सोचमा डुबिन्। उनलाई अब लाग्न थाल्यो, बेकारमा राजासँग बहस गरेकोमा आफै पछुताउन थालिन्। रानीलाई थाहा थियो त्यो शिकारी ब्वाँसो नै थियो, किनभने जब सिंह शिकार गर्छ उसले जनावरको घाँटी दबाउँछ र उक्त शिकारको आवाज धेरै लामो समय आउँदैन। तर जब ब्वाँसो शिकार गर्छ उसले जनावर जीवित हुँदै पछाडिबाट लुछेर खान सुरु गर्छ, जबकि शिकार मरेको हुँदैन। त्यसैले धेरै बेरसम्म चिच्याउँछ। तर उनले विचार गरिन् कि राजा नै नभए यो राज्यको के होला। राजा देशका लागि आवश्यक छन्। बरु आफू हुनु वा नहुनुले देशमा त्यति फरक नपर्ने सोचेर केही नबोली दरबारबाट बाहिर निस्किन् र दरबारको प्रवेशद्वारमा सिपाहीहरूको प्रतीक्षा गर्न लागिन्। यता राजा आफ्नै इगोमा थिए। उनले रानीको गतिविधिमा ध्यान नै दिएनन्। सिपाहीहरू जंगलबाट आए। रानीले द्वारमै रोकेर सिपाहीहरूलाई सोधिन्, शिकारी को थियो। सिपाहीहरूले भने, महारानी, शिकारी त ब्वाँसो थियो। रानीले भनिन्, तिमीहरू राजासँग झुटो बोल्नु।
त्यो शिकारी सिंह नै थियो भन्नु। साँचो बोलेमा दण्डित गर्ने चेतावनी दिएर रानी आफ्नो बेग्लै श्रृङ्गार कक्षतिर गइन्। सिपाहीहरू राजा भएतिर गए। साथीहरू, यो कथाको अर्को भागका लागि यो च्यानललाई सब्स्क्राइब गरी नोटिफिकेसन अन गर्न र यो भिडियो लाइक र सेयर गर्न नभुल्नुहोला। साथै तपाईहरूको कमेन्टले यो कथा अगाडि बढाउन अझ मद्दत गर्नेछ। धन्यवाद।